नमस्कार आदरणीय दर्शक महानुभावहरू, यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। तपाईँ हेर्दै हुनुहुन्छ टिभी कालिका। टिभी कालिकाको यो विशेष प्रस्तुतिको साथमा तपाईँमा आज उपस्थित भएको छु। म हो राजकुमार, क्यामेरा पर्सन सुरज किरणको साथमा। आज हामी विशेष गरी दैलेख जिल्लाबाट आउनुभएका राउटे जाति, जुन यहाँले सुन्दै आउनुभएको जाति हो, जुन जाति चाहिँ जङ्गलमा बसोबास गर्दै आइरहेका छन्। विशेष गरी चितवनको एक रेस्टुरेन्टको ओपनिङको क्रममा चाहिँ उहाँहरू यो चितवन जिल्लामा चाहिँ आइपुगेका छन्। नारायणगढ क्षेत्रमा जुन नाइचोक नारायणगढमा अवस्थित डाँफे दोहोरी साँझ आजबाट यसको उद्घाटन हुँदैछ। सोही सन्दर्भमा उक्त कार्यक्रमको लागि आइपुगेका यहाँका राउटे दाजुभाइहरूसँग आजको कार्यक्रममा हामी कुराकानी गर्न लागिरहेका छौँ। आउनुहोस् हामी अब नै लागौँ कुराकानीतर्फ। यहाँलाई हार्दिक स्वागत छ टिभी कालिकामा। तपाईँको नाम भनिदिनु न। मेरो नाम सुरेश नारायण हो। सुरज नारायण। हजुर, सुरेश नारायण। जो घाम लागिसक्यो भने मेरो नाम थाहा भइहाल्छ। सुरेश नारायण, यो राजकोटी ठाकुरी, साई ठाकुरी क्या। हजुर सर क्या। कुन ठाउँबाट आउनुभएको तपाईँ? हामी त्यो दैलेखबाट आएको हौँ। दैलेखबाट त्यो हामी यो खगेन्द्रबाट खगेन्द्र त्यो साई भयौँ, यो भक्तबहादुर भयो, भक्त सर भयौँ। यो तिनले त्यो उहाँबाट त्यो यति धेरै त्यो सहयोग राखेर उहाँबाट पनि ल्याउनु भएका छन्। उहाँबाट पनि कति सहयोग गरिराखेका छन्। यहाँबाट पनि आइसक्यो भने हजुर पनि हजुर सत्य महासङ्घको पत्रकार पनि यहाँ पनि यो जुनै ठाउँमा यो यसै त्यो चितवनमा आइसक्यो भने त हजुर महासङ्घ पत्रकार पनि अलिकति सहयोग पनि राखिदिनु पऱ्यो। यहाँ यो सिजु साहबलाई पनि त्यो थोरै प्रमुखहरू पनि भेट बनाइदिनु पऱ्यो। यतिको माग त मैले त्यो मुखियाले नराखेर त काम पनि हुँदैन। नरहेपछि त्यो त्यसै फोकटमा पनि मैले भन्ने चाहना पनि त्यो किन आउने पनि थियो। यो आएको त्यो आँस राखौँला भनेर मैले त्यो सुरु नानी मुखिया पनि आएको कुरा चाहिँ त्यस्तो हो। पहिला आउनु भएको थियो कि आउनु भएको थिएन चितवन? चितवन हामी पहिला पनि आएका थियौँ। पहिला किन हामी 3-4 चोटि आएका छौँ। हामी 3-4 चोटि हामी काठमाडौँमा पनि त्यो गएका छौँ। यो 3-4 चोटि हामी पोखरामा पनि गएका छौँ। तिनीहरू त्यो पोखरा भयौँ, काठमाडौँ भयौँ। तिनीहरू पनि सहयोग पनि राखिराखेका छन्। सहयोग गरेर त्यो राउटे पनि बचाएका छन्। त्यो दार्ना पात भइएको मान्छे त्यति आँसुको लागि त उहाँ बोलाएर त्यो झनै थुप्रो पाउँछ कि भनेर जनताले कति खुसी भइरहेको थियो। यो खुसी होला कि पाउला कि भनेर मुखियाजीले आएको हो। तर हामी यसै फोकटमा यो त्यो गङ्गा जस्तो त्यो नदी जस्तो बग्ने भइसक्यो, थाहा भइसक्यो। अब नआउने पनि सक्ने हुने थियो। हजुर सर के नो क्या हो त्यो भर्सतले आइसक्यो भने त्यतिको सहयोग पनि हजुर पनि गरिदिनु सुनिदिनु पर्ला। मेरो बस त्यो अगाडिको मान्छेले भनिसकेको पनि त जनताले पनि आश गरिहाल्छ। हजुर सर के भने त्यतिको माग पनि हजुरले पनि गाइदिनु पर्ला। धन्यवाद छ सर। अनि तपाईँको नाम चाहिँ? मेरो नाम लोकेन्द्र हो। लोकेन्द्र। अनि तपाईँको? मेरो नाम वीरबहादुर मुखियाजी। वीरबहादुर मुखियाजी। अब वीरबहादुर मुखिया आइसक्यो भने यो फलाना ठाउँमा भनेपछि यहाँ आइसक्यो भने वीरबहादुर मुखिया भने सहयोग पाउनु पऱ्यो भन्ने भनेपछि सबैले मान्छे महाराज सुषमा सिंहले भनेपछि सहयोग गराएका छन्। यो क्या हो भनेपछि 3 लाख 4 लाखसम्म भनेपछि काठमाडौँमा पठाइदियो। पत्रकारजी भनेपछि हुन्छ वीरबहादुर मुखिया आइसक्यो भनेपछि 2 जना भनेपछि 3 जनाको भनेपछि अब जनताको आँस पनि चाहियो कि चाहिएन। यो केटाहरूको भनेपछि हाटमा भनेपछि पाल्ने भनेपछि मुखियाजीको माया छैन र यो यतिको माया भनेपछि पत्रकारजी पनि थाहा हुनु पनि हो कि होइन र भन्ने चाहिँ भनेपछि यो पोखरा भयो, काठमाडौँ भयो भनेपछि यो ललितपुर भयो, यो सुमसुम कुड्याल भयो, प्रधानमन्त्री भयो, यो सुर्खेतमा भयो। सबैले 2 जना मुखियाले भनेपछि त खुसी गरिकन पठाएर जनताले कतिको रमाइलो भयो था हो कि होइन पत्रकारज्यू। अब यतिको माया गरिसकेपछि अब 2 जना मुखियाले भनेपछि यस्तो भर्स पारिसकेपछि त 2 जनालाई जनताले कति हुन्छ कति नै योको भनेपछि त्यो भनेपछि पत्रकार जो आफूले थाहा भएकै छ त हो कि होइन त मुखियाजीले भनेपछि यो भनेपछि वीरबहादुर भयो, यो सुनाई भयो, 2 जना मुखिया आइसक्यो भने पत्रकारजीले भनेपछि खुसी गरिकन भनेपछि पठाएर हामी जनताले झन्डै रमाउने थियो। सामान भया, पैसा भया, अरे कपडा भया पनि, सामान भया पनि, पैसा भया झन् जनताले भनेपछि ओहो 2 जना भनेपछि मुखियाले भनेपछि वीरबहादुर मुखियाले पैसा ल्याउँछ कि भन्ने भनेपछि आसमान छ त हो कि होइन। दसैँका बेलामा भनेपछि बाख्रो भनेपछि ल्याउँछौ कि भन्ने जनताले पनि माया छ कि छैन
त्यतिले माया भनेपछि कतिवटा जुडी थाहा भएकै छ अब क्या हो भनेको थियो र तर यहाँ आइसक्यो भने थियो दुईजनाको हात बस्यो माया राख्नु पुरै धन्यवाद छ। खास गरी तपाईँहरू अहिले चितवन के को सिलसिलामा आउनुभयो? किन आउनुभएको चितवन? चितवन किन आउनुभयो? किन आउने त्यो वर्षत पायो त्यो कहीँ सुनेको थियौँ अरे त्यो सूर्यनारायण मुखियाजी आउनु पऱ्यो भनेर एकजना मुखिया जिलबहादुर मुखिया त घरमै छ। जिलबहादुरको सट्टामा त्यो आफ्नो छोरा क्या लोकेन्द्र पठाएर आएको हुँ, नत्र जनताले पठाएको थियो, नत्र किन आउने थियो र? यो उहाँले भनेर त्यो हजुरले ठुला मान्छेहरूले पनि कहीँ भेट्नु पर्ला कि भनेर त्यसै वर्षमा आएको हुँ मैले। त्यो उनीहरूले घुम्न पनि आउनुभयो? अहिले घुम्न पनि आउनु पऱ्यो। त्यो जनजातिहरूलाई पनि दलितहरू पनि त्यो हजुरको त्यो चेपाङ राजी भयो चिन दलितहरू पनि हेरिराखेका छन् यत्रो नेपाल पनि हेर यो राउटामा त हेर्नु पनि ठुलो सहयोग हो, ठुलो धर्म हो होइन र? त्यसको वास्ते मैले आएको हजुर साहब। खास गरी छ नि अब जस्तो जनताहरूले चाहिँ जति पनि टिभी हेर्नुहुन्छ नि होइन, राउटेहरू चाहिँ कसरी बस्छ के गरी बस्छ धेरैजनालाई चाहिँ एकदमै त्यो हुन्छ नि कौतूहलता के कसरी बस्छ होला भन्ने हुन्छ। तपाईँहरू खास गरी के गरेर बस्नुहुन्छ दैलेखमा? के गरेर बस्नु आफ्नो फेसन गरेर त बसिरहेको छौँ हजुर। आफ्नो फेसन बनाएको राउचाको फेसन बनाएको क्या हो बसिरहेको कोसी बनाउने हुन्छ है, फर्निचरको कामहरू हो त्यो हजुरले त्यो यो कोसी बनाउँछ, औजार हुन्छ कोसी बनाउने क्या, मरुसु बनाउँछ, खाट बनाउँछ, यो गाउँमा लिन्छ धान ल्याउँछ, अन्न पानी ल्याउँछ, केही ल्याउँछ र त्यो अहिले दारपातको त्यो अहिले मुस्किल पऱ्यो र त्यसको आबादमा त्यो भनेर चाहिँ सुरु पाएको थियो। त्यो हामी त्यसको सुरुमा मैले आएको हुँ। कति कमाउनुहुन्छ दिनमा त्यो कुर्सी यताउता सबै खाटहरू बनाएर? कति कमाउँछ आफ्नो खाने जतिको समाता कमाउँछौँ नि, कमाउँछ। त्यो काठले बिगारेको छ क्या, यो काठ पातलो भयो त्यसको लागि अहिले बिग्रिएको छ, मुस्किल परिरहेको छ नि हजुर। काठ दिँदैन तपाईँहरूलाई? नै काठ किन जिने, काठ त जिन्छ, काठ पात त भयो क्या जग्गामा। यो काठ हुने जग्गा भए पो हुने थियो। यो डेलीको यतापट्टि गएर राखमतिर क्या कर्णाली राखमा त काठ केही पनि छैन क्या त्यसको लागि। कति अनि जस्तो छ नि तपाईँहरूले त्यहाँ काम गर्नको लागि होइन फर्निचरको काम बनाउनुहुन्छ, कुर्सीमा चाहिँ कुर्सी होइन कोसी क्या राउचाको कुर्सी बनाएको, कुर्सी टेबल बनाएको हजुरको त्यो काम हो, हजुरको फेसना हो, त्यो मिस्त्रीको काम हो है। त्यो राउचाको भने त्यो कोसीको हातले चलाउने राउचाको फेसना बनाएको त्यो हो क्या हजुर सरले, हजुर बुझाउने कुरा त्यो हो क्या। अनि तपाईँहरूले जस्तो आफ्नो छोराछोरीहरूलाई हुन्छ नि हजुर पढाउनु भएको छ कि पढाउनु भएको छैन? नै राउचा पढाउँदैन हजुर सर। हजुर त्यो पढाउनेको कुरा किन गर्ने, पढाउने बस्कियो भने त्यो नेपाल सरकारले पनि पढाऊ भन्छ, पढाएर यसै सहर काठमाडौँमा त्यो पढाइदिनुहोस्, फेरिमा त्यो जग्गा दिन्छौँ, कोट पैसा दिन्छौँ, केही दिन्छौँ हल्लाउनु पर्दैन भनेर नै हजुरको राम्रो केही लाग्छ। राउचाहरूको जसै चिडियाको गादु लगाएको छौँ है, यही पेसा राम्रो हुन्छ, बरु नलगाउने आफ्नो केही पेसामा लगाउने बरु भन्ने मात्रै त्यो ढुङ्गो जुत्ता बाँध्ने कसै नै धेरैमा हजुर सहयोगबाट हेरिसक्यो भने त्यो ठिक छ, नत्र क्या हो बस एक दिनको कालता हो सबै ढुङ्गो जुत्ता कसै बाँध्ने भनेर चाहिँ सरकारले छोडिदिएको छ होइन। यो त त्यहाँसम्म पनि सरकारले छोडेर हामी घरि ल्याएको हौँ हामी। तपाईँले अब जस्तो भन्नु न प्रधानमन्त्री सुशील कोइरालादेखि लिएर होइन यहाँले धेरै उच्च ओहदाको राजनैतिक दलको पार्टीहरूलाई पनि भेटिसक्नु भएको छ काठमाडौँमा होइन। अनि उहाँहरूले त अब तपाईँहरूलाई चाहिँ भनौँ न आरक्षणको लागि चाहिँ घर दिन्छु, बस्नको लागि तपाईँको बच्चा बच्चीलाई चाहिँ पढाइदिन्छु पनि भन्नुभएको छ। अनि तपाईँहरूले चाहिँ फेरि किन पढाउनु नमान्नु भएको त आफ्नो बालबच्चालाई? आफ्नो बालबच्चालाई किन नपढाउने, हामी त्यो पढाएको हामी पुर्खैदेखिबाट नपढिल्याएको, दादा पढाउ त सरकारले पनि भनिन्छ, मैले भनेको कुरा त्यही हो क्या। पढाउ किनभने हामी कच्ची नपढ्ने हामी त्यो पुर्खैदेखिबाट नपढिसक्यो भने कामै भइहाल्यो। त्यो नपढ्ने मान्छेले त्यो हजुर त पढ्छ पो हो, त्यो हजुर त 1 2 पो पढ्छ, हामी 1 2 भने क्या हो कच्ची अक्षर नचिन्ने मान्छेलाई भने आफ्नो फेसनबाट त्यो बाजिसक्यो भने राम्रो चाहिँ लागेको छ। हजुर क्या हो त्यो कोट पैदा च्यात लगाएका छौँ, हामी चिराको गादु लगाएका छौँ, हजुर कच्ची त्यो सफा देखाएको छौँ, कच्ची च्यात परेका छौँ, हामी त्यो यस्तो कालो कालो भइसकेका छन् त राम्रो यही लागेको छ त हजुर सर होइन। हामी त्यो पुरानैदेखिबाट त्यो गिठा ब्यागहरू खाने मात्र, गिठा भयौँ तरौल भयौँ केहीबाट हामी खाने, कोसी बनाउने, गाउँमा ल्याउने, अनाज पानी ल्याउने, राम्रो यही फेसनमा त्यो रमाइलो लाग्छ त हजुर सर। यही नै रमाइलो लाग्छ? यही नै रमाइलो लाग्छ, क्या गरौँ त। कोट प्यान्ट लगाउन मन लाग्छ? कोट पैन्ट मैले लगाउने म कच्ची मन पनि लाग्दैन, क्या गरौँ त। हजुरलाई लामो हजुर लागि राम्रै लाग्छ, राउचाहरू लागि नराम्रै लाग्छ, हजुर लागि दुःख लाग्छ है। प्रधानमन्त्री पनि चेष्टा भनिदिएको छौँ, यो राउचा लागि त सुक्कै लाग्छ है। कुरा भन्ने बातमा त्यही हो, नत्र भन्यो कुरा बस्क्याउ आफ्नो साथीको कुरा कति फुक्ने कति नै
आजको दिनभरि पनि लाग्न पनि सक्छ हजुर सर के हुन्छ है। अब तपाईँहरूले चाहिँ नागरिकताहरू चाहिँ बनाउनु भएको छ कि बनाउनु भएको छैन? राउत चाहिँ नागरिकता गर्दैन बनाउँदैन नागरिकता बनाउनुहुन्न? नागरिकता बनाउँदैन नागरिकता कति पनि नबनाउने आएछु वा खाम हागुना हुन्छ भनेपछि तपाईँहरूको अहिलेसम्म तपाईँहरूको आफन्तीहरू कसैले पनि बनाउनु भएको छैन? कहीँ बनाउनु भएको छ। किन? तपाईँहरू त अब नेपालकै नागरिक हो नि त, नागरिक भएपछि नागरिकता बनाउनु पर्यो। नेपालकै नागरिक हो र त्यो हजुरको नागरिक भइसक्यो भने राउचाको नागरिक यही हो, त्यही भएर प्रधानमन्त्री हामी त्यही भनिदिएका छौँ हो। हजुर हजुरको जनता त्यो नेपालको जनता भइसक्यो भने हजुरको नागरिक भइसक्यो भने राउचाको नागरिक त्यही हो। नपर्ने न केही नगर्ने मान्छे आफू पुगो त्यो भात यो कोसी मात्रै बनाउने त्यो समिति बगालहरू चाहिँ त्यो नेताहरूलाई सोध्ने त्यो अड्डा ठाउँमा जाने है बोलाइसक्यो भने नत्र के हो उसको त्यो अर्काको पछाडि पनि नलाग्ने कोसी बनाएर खाए त भइहाल्यो कुरा त्यो हो हजुर सर। खाना पुगे मात्रै भयो? हो खाना पुगे मात्रै भयो, त्यही खानाको लागि त सबै सम्बन्ध ठुलो सब एक पेटै हो त हजुर सर। बुढी मुनि ठुलो को छ र? बुढीको लागि त यत्रो मिहिनेत पसिना लागिरहेको छु हजुर है, त्यसको लागि त मैले भनेको अगाडि भनेको कुरा यही हो क्या हजुर सर। अब तपाईँहरू बस्न चाहिँ कहाँ बस्नु भएको छ? बस्न हामी दैलेख बसिरहेको छौँ क्या। दैलेख मैले भन्न खोजेको त्यहाँ घर बनाएर बस्नु भएको छ अथवा सरकारले चाहिँ उपलब्ध गराएको घरमा बस्नु भएको छ कि सरकारले घर दिएको छ कि दिएको छैन? नै सरकारले त घर दिन्छु भने आएको छ, सरकारले घर दिएको होइन, पाल्ता दिन्छ। हामी त्यो सानो सानो झुप्रा बनाएर खामा काटेर त्यो सानो पाल हुन्छ नि झुप्रा क्या, झुप्रा पाल टाँगेर बस्ने। हामी घर कति नबनाउने, हामी त्यो बाटो त्यो आजमभरि नबस्ने मान्छे, हामी त्यो एक रात दुई रात अथवा 15 दिनसम्म बस्ने एक ठाउँमा नबस्ने मान्छे हो। एक ठाउँमा बस्ने हो, एक ठाउँमा नबस्ने, नेपालभरि संसार आफूभरि घुम्ने, नेपालभन्दा बाहिर हामी नजाने हजुर सर कुरा यो हो। भनेपछि घर चाहिँ यहीँ भन्ने कुरा चाहिँ ठेगान छैन? ठेगान छैन। राउचाको घर यहीँ भन्ने मान्छे ठेगान पनि छैन, राउचाको जन्मथात पनि थाहा छैन है। कति मान्छे चाहिँ कुन जिल्लामा पनि त्यो कुन ठाउँमा जन्मिहाल्छ, घुम्दै जाने। हामी नेपाल कैलालीसम्म गएका छौँ, उता त्यो धनगढीसम्म गएका छौँ क्या, यो यता यो हामी त्यो दाङसम्म गएका छौँ, उता त्यो बजाङतिर गएका छौँ, त्यो दयालदोलासम्म क्या, यता माथि त्यो हामी जुम्लासम्म गएका छौँ। त्यसैभित्र हामी घुमिराख्ने मान्छे। तपाईँहरूको त्यहाँ अहिले जुन ठाउँमा बसिरहनु भएको छ नि दैलेखमा, कति जति घरधुरी हुनुहुन्छ? कति जति घरधुरी होला। त्यो पत्रकार महासङ्घ त्यही गनिहाल्छ भट्टाको बारेमा है, त्यो भट्टाको बारेमा त्यो चामल रासन पानी पनि ल्याउँछ, पालहरू ल्याउँछ है। त्यो महासङ्घ पत्रकार हो किताबबाट त्यो गनिहाल्छ। राउटे आफू कति त्यो पुर्खादेखिबाट नगने अब भनेपछि यतिजना छ भने थाहै छैन? हो थाहै छैन। हराउन त हराउने नै राउटे खुबै त्यो पुर्खैदेखिबाट त्यो यति छ भने त थाहा त अनुमान छैन, अनुमानैबाट भयो भने भयो नत्र। तपाईँहरूलाई त्यहाँ बस्नको लागि जग्गा हुन्छ नि, जमिन चाहिँ कसले दिएछ? नै राउचाको जमिन पनि हुँदैन, राउचाको जमिन पनि अघि नै मैले भनेको कुरा यही हो क्या, जमिन भनेको त्यही हो। यो कोसी बनाउने आएर हजुर मैले अघि नै भन्नुभयो नि त्यही हो, राउचाको जमिनै त्यही हो, खाना पुग्या त भइहाल्यो। ठुलो कुरासम्म ठुलो कुरा त्यही हो। पाल टाँगेर चाहिँ कहाँ बस्ने त? पाल टाँगेर त्यो जमिनमा त बस्ने, आकाशमा त बस्ने होइन, यो जमिनमा बस्ने। मैले भन्न खोजेको सरकारको जमिनमा बस्दिनु भएको हो, यो सरकारको चाहिँ जमिन त यही सरकारकै हो होइन र? मैले भन्न खोजेको जङ्गलमा बस्नुहुन्छ अथवा तपाईँहरू चाहिँ गाउँमै बस्नुहुन्छ? नै जङ्गलमा बस्ने, जङ्गलमा। जङ्गलमै हो अहिले पनि? जङ्गलमै हो, गाउँमा नबस्ने। गाउँमा चाहिँ बस्दैन? गाउँ किन, गाउँको नजिकमा पनि नबस्ने, जो जङ्गल छ नि उही जङ्गलमै बस्ने क्या हजुर। पुर्खैदेखिबाट हामी त्यही जङ्गलमा गएँ। अनि खाना चाहिँ के खानुहुन्छ तपाईँहरूले? खाना के खाने, हामी यो भात पकाएर त्यो दाउरा बनाएर भात पकाएर खाने त हो। धान त्यो उखलमा कुट्याएर पानीमा गएर पानी ल्याएर त्यो भात पकाएर त्यो खाने त हो। त्यही उत्पादन पनि यही हो राउचाको। हजुर चाहिँ त्यो त्यस्तो हुँदैन, राउचाको उत्पादन पनि यति हो, त्यहाँभन्दा बढी कहीँ छैन। धान किन्ने? हजुर धान किन्ने, ओखलमा कुट्ने अनि त्यसपछि ल्याएर खाने? त्यसपछि ल्याएर खाने, त भात पकाउने, भात पकाएर त खाना बनिहाल्यो पुरा यो। बिहे चाहिँ कसरी गर्नुहुन्छ तपाईँहरू? बिहे कसरी गर्ने, बिहे त्यो इष्टमित्र हुन्छ नि उही बगालभित्र, कल्याल हुन्छ, राजकुटी हुन्छ, त्यो समाल हुन्छ, शुभवंशी हुन्छ, त्यही साजातभित्र हुन्छ नि, इष्टमित्र त्यही भित्र हुन्छ, त्यही भित्र गर्छ। त्यही भित्रको चाहिँ आफन्ती नै हो, आफै नै यो बाहिर हामी गर्दैन राउटे। बाहिर त्यसरी बिहा गर्दाखेरि हुन्छ नि, जस्तो अरू जातिले चाहिँ बाजा बजाउँछ, रमाइलो गर्छ, तपाईँहरूले चाहिँ के गर्नुहुन्छ बिहा गर्ने? हामी के गर्ने, जो तपाईँले गरे मान्छे भने एउटै हो, उही खसी काट्ने, उही भतेर पकाउने, उही जनता बोलाउने है, कुरा पनि सबै एउटै हो। ठेगान भने हजुरको अहिले बढी हुन्छ, रमाइलो हुन्छ, राउटे चाहिँ कहाँ पाउने, थोरै आफ्नो त्यो जाने जतिको भइहाल्यो
कुरा यो हो क्या आज भनेपछि तपाईँहरू पनि खसी काट्ने सक्ने अनुसारको चाहिँ अनि त्यसरी रमाइलो अनुसारको त्यही हो क्या मन तपाईँ भइ पनि नसक्ने तपाईँको आफ्नो सकिले सकेन भने क्या गर्ने दाजु कुरा यो हो अहिले छ नि अब जस्तो विभिन्न जात जाति जस्तै राउटे जस्तै भनौँ न अन्य जात जातिले चाहिँ आफ्नो पहिचान चाहियो हाम्रो चाहिँ राज्य हुनु पर्यो भन्दै चाहिँ आन्दोलन पनि गरिरहनु भएको छ होइन जस्तो राउटेहरूलाई चाहिँ तपाईँहरूलाई चाहिँ त्यस्तो लाग्दैन हाम्रो पनि चाहिँ चाहियो अब अधिकार हाम्रो पनि चाहियो भने जस्तो लाग्दैन भने जस्तो लाग्यो क्या कि हामी राउटे आन्दोलन नगर्ने सेक राखिसक्यो भने चो भनिसक्यो भने गर्ने यो ऐठियाको चो यो जवाब पितको कुरा किन नगर्ने जवाबको कुरा राउटेको कुनै चिजमा पनि नगर्ने सकिएसम्म त सकियो लिउँ यो नपर्ने मान्छे ऊ चाहिँ जवाब पनि क्या गर्ने कुरा यो हजुरले भनेको पनि त्यो जवाब पाइसकेको कुरा हो नि लौट हुन्छ है संविधान भने के हो थाहा छ तपाईँलाई संविधान भने क्या हो र संविधान भने त्यही त हो संविधान सभा त्यो कार्यक्रम भएको त्यो मौसमको त्यहाँ त्यो संविधान सभामा त्यो यो कुरा भर्ने केही पनि आफ्नो माग राख्ने जुनै त्यो हामीलाई पनि यो त्यो चाहियो कुनै जातको हजुर त्यो कुनै चिजको चाहियो भने त्यो अरू दलितको त्यो चाहियो राउटेको नचाहिने भने काम काहीँ सुख पाउँछ त त्यो कुरा त पनि खाट खोजिरहेको छ कुरा यो जस्तो नेपालमा छ नि प्रधानमन्त्रीहरूले पनि तपाईँहरूलाई चाहिँ बोलाउनु भयो होइन त्यहाँ तपाईँहरू जानुभएको थियो प्रधानमन्त्रीहरूले के सहयोग गर्नुभयो तपाईँहरू त्यहाँ काठमाडौँ जाँदाखेरि क्या सहयोग गरिदियो अब सहयोग गरिहाल्यो पैसा दियो क्या दियो होला पैसा दिनुभयो 4 लाख दियो अब 4 लाख रुपियाँ दिनुभयो के गर्नुभयो त 4 लाख 4 लाख हामी चामल किनी खायो अब चामल किनी खायो भने हामी अब क्या खाने अब त्यसको मागको लागि त हामी आएको हो भनेपछि अब चाहिँ मागको लागि पनि अब आउनुभयो बिस्तारै बिस्तारै भनौँ खर्च गर्नको लागि पैसाहरू कम हुँदै गयो त्यो भएर पनि आउनु भएको यस्तो अहिले तपाईँसँग कुरा भर्न लागेको छ तपाईँसँग कुरा लाग्यो भने अलिअलि माग पनि तपाईँले पनि सहयोग राख्ला कि अब अन्त राख्यो भने अन्त पनि राख्ला कि कहीँ दिएला कि होइन र त त्यसको लागि त आएको अरू काम क्या छ र नत्र नआउने थियो त कसैबाट पनि अहिले सहयोग पाएन भनिसकेपछि हामी कति पनि नआउने थियो यो जनताले आश मान्छ जनताले आश मान्यो भने हाम्रो क्या काम छ त आयो भनेपछि अब तपाईँहरूले यहाँबाट चाहिँ सङ्कलन गरेर लिएर गएपछि गाउँमा बाँड्नुहुन्छ गाउँमा बाँड्नुहुन्छ बाँड्यो भने जनतालाई खुसी हुन्छ बेसी खुसी हुँदैन खुसी हुन्छ त्यो धेरै खुसी हुन्छ जस्तो छ नि अहिले तपाईँहरू चाहिँ एउटा होटलको चाहिँ उद्घाटन गर्नको लागि आउनु भएको छ होइन चितवन समग्र कस्तो लाग्यो तपाईँलाई ठिकै लाग्यो अब तपाईँले भनेको कुरो ठिकै लाग्यो अब क्या हो भनेपछि र हजुरले भनेपछि सबैले भनेपछि बिरबहादुर मुखियाले भनेपछि खुसी पनि पठायो तपाईँले भनेपछि एकदमको बिरबहादुर मुखियाले खुसी बनाउँछ कि बनाउँदैन भनेपछि आफ्नो पत्रकारज्यूले भनेको भएकै छ आफ्नो साथीले पत्रकारज्यूले भने कतिको पैसा दिया 2 लाख दियो 3 लाख दियो भनेपछि र पत्रकारज्यूको नाम पनि चाहियो होइन पत्रकारज्यूको भनेपछि नाम चाहियो अब जङ्गल बस्नेको बिरबहादुर मुखियाको जनता खुसी बनाउनु पर्यो भन्ने पत्रकारज्यूको पनि आफ्नो खुसी भइसक्यो आपसी पत्रकारज्यूले भनेपछि पैसा दियो भनेपछि त जनतासँग पैसा 2 पैसा 1,000 बिर्केर जनताले सबैले बाँध्ने चामल ल्यायो भनेपछि भात पकाएर चामल ल्याएर दाउरा जङ्गल गएर दाउरा बोकेर ल्याएर चाहिँ भात पकाएर जनताले खुवाइदियो भने कच्चुको राम्रो लाग्ला त पत्रकारज्यूको झन् खुसीको झन् नाम भयो कि भएन त्यो नाम पता चाहियो यो पत्रकारज्यूको यो बदनाम त्यो नाम क्या चाहियो त होइन भइसक्यो भनेपछि पत्रकारज्यू भनेपछि अब भनेपछि यो सबैले भनेपछि सम्ची बगाल भयो यो पत्रकारज्यू भयो सबैले बैठक राखेर भनेपछि 2 जना क्या एकदम खुसी गराएर पत्रकारज्यूले बनाइदिनु भयो यसको लागि बिरबहादुर मुखियाले भनेपछि यो भाषणमा गराइदिन्छु बजारमा पनि 2 जना मुखिया आइसक्यो भने ठिक छ मुखियाजीले भनेपछि पत्रकारज्यूको पनि यो कुरा पनि भरियो कार्यक्रम पनि म गराइदिन्छु भनेपछि सबैले खुसी गराएछ भनेपछि पत्रकारज्यू भनेपछि सम्ची बगानमा जम्मा बनाएर बैठक राखेर भनेपछि 2 जना मुखियाले जनताको खुसी बनाइदिने पत्रकारज्यूले अब जस्तो छ नि यहाँहरूले अब अहिले नयाँ संविधान पनि बन्दैछ होइन
अब बन्ने संविधानमा चाहिँ राउटेहरूलाई चाहिँ कसरी समेट्नु पर्ला तपाईँलाई के लाग्छ अब संविधानमा चाहिँ राउटेहरूलाई के गर्दैदेखि हुन्थ्यो जस्तो लागेर तपाईँलाई चाहिँ भन्ने हो नि संविधानमा के गर्नु पर्यो मैले भनेको कुरा त कुनै संविधानमा हजुरको पनि पाउनु पर्यो कहीँ सहयोग पनि हजुरले पाउनु भन्या कि आसनमा त्यो आउने जतिको त्यो आसन भनिसक्यो भन्दा भइहाल्छ नि कुनै संस्थाबाट अरू संस्थाबाट त्यो पैसाको पनि त्यो संस्थाबाट नपाएर त्यो कुनै त्यो हजुर पनि त्यो संस्थाबाट हजुर सर पनि अलिकता सहयोग पनि पाउनु पर्यो ठुला मान्छेहरू पनि प्रमुखहरू पनि भेटाउनु पनि चाहियो त्यो यहाँ त्यो चितवनको त्यो सिओ साहब पनि भेटाउनु पनि पर्यो नभेटाएर काम पनि हुँदैन हजुर सर क्या भेटाएर खुब हजुरले गरेर खुब च्याट भने त्यो राम्रो गरेर कायदा पठाइदिनु पर्ला हजुर सर ल धन्यवाद सर म महासर र अब मान्ने कुरो पनि होइन ठुलो कुरा पनि होइन हजुर सर मसुरी नान्ने भनेको कुरा त्यो 1 लाख भने ठुलो कोही कुरा पनि होइन हजुर सर के 1 लाख भने पक्कै हजुर सरबाट ठुला मान्छेहरू पनि त्यो चितवनको ठुलो मान्छेहरू पनि भेटाइदिनु पर्ला हजुरको खुसी पनि हामी अहिले किन भोलि बिहान पनि गाइदिनु पर्ला गाइदिन्छु अब जस्तो छ नि अब हामी अब लगभग अन्त्यतिर पनि छौँ होइन भनेपछि अब यहाँले त यसपालि भनौँ न संविधान सभामा भोट पनि हाल्नु भएन होला चुनावमा नै चुनावमा भोट हाल्दैन मेरो चुनावमा भोट हाल्ने त मेरो चुनावमा त्यो आफ्नो संविधानको कुरा माग राखेको छ भने राउचाको माग त्यही हो राउचा कुनै पार्टीबाट पनि राउचा भोट हाल्दैन हजुर भोट हाल्छ पनि राउचा भोट यही हो हजुर सर क्या भइहाल्छ पनि हजुर व्यक्तिबाट हजुर महासङ्घको पत्रकार भइसक्यो भने महासङ्घ पत्रकारबाट एउटा त्यो व्यक्तिको कुरा 1 लाख एउटा व्यक्तिबाट हजुर सरको हो यो त्यो 2.5 लाखसम्म त उहाँ पनि त्यो सिओ साहब पनि गर्नु पर्ला त्यो प्रमुख मान्छे यो जो भयो यहाँको त्यो सरको मान्छे ठुला मान्छेहरू यहाँ त्यो चितवनको हजुरले त्यो टक्काटुक्क परिसक्यो भने त्यो राउचको त भइहाल्छ नि कुरा पनि त्यो लाज पनि राम्रो हो नि होइन म मुख्यजी त्यो रमाइलो भइसक्यो भने त्यो त्यतिको माग राखेको भने त्यतिको आसन पनि त्यो भइसक्यो भने फलाना ठाउँमा पनि नाम पनि साइहाल्छ चितवन पनि ठुलो ठाउँ हो त्यो धनी ठाउँ भइसक्यो भने धनी ठाउँमा आएर यो बिचको त्यो खुसी गरेर पठाएर चाहिँ खुब राम्रो कायदा हो त सर के जस्तो कहिलेकाहीँ यो झिलिमिली सहरहरूमा आउँदाखेरि बजारतिरै बस्न मन लाग्दैन परिवारहरू ल्याएर लाग्दैन त हजुर लाग्दैन राम्रो झिलिमिली राम्रो लाग्छ राउचाहरू त झिलिमिली राम्रो लाग्दैन त हजुर सर हजुर लागि रमाइलो लाग्छ त राउचाहरू लागि त रमाइलो चाहिँ जङ्गलमा छ त कालो मान्छ हजुरलाई कालो मान्छु हामी त खुब रमाइलो त्यो मान्छ त अब सरकारले चाहिँ के गर्दै हुन्थ्यो जस्तो लाग्छ तपाईँहरूलाई सरकारले चाहिँ के गर्छ त्यो यस्तो लाग्ला यो सरकारले हामी पुरानो केही नछ यहाँ बरु मेरो त्यो बचतको लागि सरकार त मैले भनेको कुरा त त्यो सरकारले त्यो सहयोग त्यो राखेको छ भने हेरेको राम्रो मान्थ्यौँ हामी तर उतातिर हजुरले भनेको कुरा त्यो कुरा त किन भनौँ है भनेको सरकारले त भनिहाल्छ त्यो कुरा हामी पछाडि नलाग्ने हजुर हुन्छ धेरै धन्यवाद छ तपाईँहरूलाई हजुर 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 दर्शकबिनहरू आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ दैलेखबाट आउनुभएका राउटे दाजुभाइहरूसँग विशेष गरी उहाँसँग गरेको कुराकानी सँगसँगै कालिका विशेषको यो समयबाट भने मैले पनि छुटिनुपर्ने समय भइसकेको छ टेलिभिजन हेरेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद छ क्यामेरा पर्सन सुरज किरण सँगसँगै राजकुमार लामिछानेलाई पनि आज्ञा दिनुहोस् नमस्कार